नमस्कार। आज बाल दिवसको अवसरमा एउटा कविता लिएर उपस्थित भएको छु। मेरो कविताको शीर्षक रहेको छ मेरा शब्द र अर्थमा तिमी भेटाउनु छ। मेरा शब्द र अर्थमा तिमी भेटाउनु छ। कविता यस प्रकार रहेको छ। फुलमा गुलमोहर बनाउन मन छ, फुलमा गुलमोहर बनाउन मन छ, स्वर्गको फुल भनेर जसलाई चिनिन्छ। फुलमा गुलमोहर बनाउन मन छ, स्वर्गको फुल भनेर जसलाई चिनिन्छ। हरेक बिहानी सूर्यको किरणसँगै, हरेक बिहानी सूर्यको किरणसँगै गोडमेल मलजल गरिरहन्छु। मुटुभरिको माया अनवरत रूपमा पोखिरहन्छु। प्रभातको किरणदेखि गोधुली साँझसम्म, प्रभातको किरणदेखि गोधुली साँझसम्म तिमीसँगै हाँसिरहन्छु, नाचिरहन्छु र बाँचिरहन्छु। मेरा फुलबारीका सबै फुल, मेरा फुलबारीका सबै फुल स्वर्गरूपी फुल फुलाउन लागिरहन्छु। पूर्णिमाको जुन झैँ पूर्णकालले प्रकाश छर्ने, पूर्णिमाको जुन झैँ पूर्णकालले प्रकाश छर्ने बनाउन चाहन्छु। मेरो जीवनको त्याग र तपस्यामा भेटिएका, मेरो जीवनको त्याग र तपस्यामा भेटिएका असल पात्र तिमी। घरका कुनामा विद्यालयका कोठामा, घरका कुनामा विद्यालयका कोठामा, देशका कुना कन्दरामा रहेका औँसीलाई चिर्ने पूर्णाकार एउटै जुन बनाउन चाहन्छु। औँसीलाई चिर्ने पूर्णाकार एउटै जुन बनाउन चाहन्छु। घरका खम्बा हौ देशका आधार, घरका खम्बा हौ देशका आधार, राष्ट्रको धन हौ सबैको मनमा खुसी छर्ने अनुहार। मेरा बिहानीसँगै गरेका लगानी, मेरा बिहानीसँगै गरेका लगानी, सुनौलो भविष्य बनाउने बालेर आशाको दीप, सुनौलो भविष्य बनाउने बालेर आशाको दीप। हरपल पूजा गरिरहेछौँ हामी, हरपल पूजा गरिरहेछौँ हामी। आशा छ मलाई, भरोसा छ मलाई, आशा छ मलाई, भरोसा छ मलाई, सूर्य झैँ एउटा तारा बनाउन सकूँ, सिङ्गो ब्रह्माण्डलाई जसले प्रकाश दिन सकोस्। शक्तिशाली किताब बनाउन सकूँ, जसले अमृत ज्ञान दिएर जिउन सिकाओस्। प्रिय विद्यार्थी, प्रिय बालक, प्रिय विद्यार्थी, प्रिय बालक, तिम्रो मन यस्तो बनाउन सकूँ, जसको माया एकता र सद्भावले कीर्तिमानी पाओस्, जसको माया एकता र सद्भावले कीर्तिमानी पाओस्। आकाश खसोस्, धरती फाटोस्, घाम र जुनले बाटो मोडोस्। आकाश खसोस्, धरती फाटोस्, घाम र जुनले बाटो मोडोस्, तर मेरो जीवनको अन्तिम सास रहेसम्म सद्विचार, सत्कर्म र सहकार्यले, सद्विचार, सत्कर्म र सहकार्यले तिम्रो जीवन मूल्यवान बनाउनु छ। मेरो मूल्यवान शब्द र अर्थमा प्रिय विद्यार्थी तिमीलाई भेटाउनु छ। मेरो मूल्यवान शब्द र अर्थमा प्रिय विद्यार्थी तिमीलाई भेटाउनु छ।